हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो होइन। धेरै पछि भिडियो बनाएँ, भ्लग बनाएँ। आज चाहिँ हाम्रो इङ्ग्लिस वर्षको नयाँ वर्ष होइन। अनि हामी चाहिँ केटाहरू सबै मिलेर मनाउने हो कि भनेर हामी चाहिँ टक्क क्रिकेट ग्राउन्डमा आइछौँ होइन। टक्क अब क्रिकेट ग्राउन्डमा छौँ, भाइहरू उता गए अनि यहाँ टक्क अब मासु ल्याएको होइन। यहाँ छ मासु, अझै अलि नपुला जस्तो भएर फेरि बजार गएछन् केटाहरू मासु लिन। अनि सरोजहरू अलिकति रुवासुवा लाएर कराइन्छ। अहिले एकछिन आउँछ, त्यो के काम छ अरे, अनि त्यो गरेर आउँछ। अहिले चाहिँ म एक्लै छु। टक्क ठुलो बनाएर पार्टी हान्नुपर्छ आज नयाँ वर्षको होइन। त्यही हो, अब मासु भइसकेपछि त पार्टी यति पनि भइगयो होइन। अनि यतातिर कता चुलो बनाउनु पर्ला, फेरि नल जल हानिन्छ, टक्क यतातिर बनाउनु पऱ्यो। पाइप हेरेर होइन, आगो नउडोस् टक्क बनाएर सेफ ठाउँमा टक्क बनाएर केटाहरूसँग पार्टी हेर्नु पऱ्यो होइन। अनि हाम्रो चाहिँ आज कुखुराको र च्वाचेको मासु छ होइन। अब ठिक छ, केटाहरूले खान्छन् खत्रैसँग। अनि त्यहाँबाट पार्टी हान्नुपर्छ। केटाहरू चाहिँ मासु लिन गएछन्, 3जना केटाहरू। अब तेल इकट्ठा गर्नु पऱ्यो, यताउता गर्नु पऱ्यो, अझ खतरा पार्टी हान्नु पऱ्यो, चिउरा बनाएर होइन। ल अहिले केटाहरू आइसक्यो भेटौँ है त। सरोज रेडी, हाम्रो निश्चल रेडी, आर्यन भाइ रेडी सबै रेडी, मनी रेडी। मासु यो हाम्रो कुखुराको मासु, यो हाम्रो तेल मसला सबै यहाँ हाम्रो बुङ्गुरको भकटे सबै छ। अब हाम्रो नयाँ वर्षको सुरुवात यसरी हुँदैछ, जनवरी 1 होइन। टक्क त्यहाँ सरोज चुलो हाल्दैछ केटाहरू। अब चाहिँ हामी टक्क अब सबै भइसक्यो हाम्रो रेडी होइन। खोर्सानी यो चाहिँ होइन, खोर्सानी भइगयो। तेल हालिसकेँ मैले। तेल हाल्यो? तेल त अनि अब यो हाम्रो के नुन होइन त। यो के त? यो हाम्रो बेसार होला सायद। बेसार यो हाम्रो होइन, यो अर्को मसला हो होइन। किसानले सब्स्क्राइब कतिको छ? 15। यो हाम्रो बेसार, हामी कम्प्युटर हेरेर बेसार हो होइन। बेसार टक्क हाम्रो एलोन अति नै रियल माड्रिड बार्सेलोना। किसान पिकनिक चाहिँ कहाँ जाने? गोहराडा बेसार होइन, यो चाहिँ हाम्रो किसान दाइ रियल माड्रिड बार्सेलोना। त्यो बार्सिलोनाको प्लेयर हो, त्यो बार्सिलोनाको थियो को त्यो अदिन रियल माड्रिड बार्सेलोना भन्दा भिडियो छ भिडियो। रियल माड्रिड के अरे बासडी के अरे बासडी लोना कि के हो त्यसो बिर्सेछ के है भिडियो चाहिँ बिर्सिन्छ। रियल माड्रिड भने पिठो हाल्नु मैले किन त पिरो ल्याएछ त पिठो चाहिँ मैदा होला त्यो त जे भयो नि, नो प्रब्लम। ओइ यो बसाल ल सरोज, कन्तीमा बसाल ल्याउँछ नि। ओ जाते कन्ती बसाल मैदा पिठो चाहिँ हुन्छ नि यो अलिकति बेसा नपुग्यो। ओइ कागती अनि सरोज निच ओ यहाँ कादी यहाँ है, अद्दो त यो कादी यहाँ छ। यहाँ कहाँ राख्यो त? कहाँ यहाँ राख्यो त? यहाँ हाल ल। यहाँ भयो घरको कागती मेरो ओए पानीको लागि बोतल चाहियो नि त। कहाँ राख्ने हो? बोतल चाहियो नि त। दुगे ल कागती काट सरोज। बल्ल काट्छ खानै सक्दैन त यार। कागती हाल्यो केटाहरू, 2-3 हाल केटाहरू। अब यहाँ चाहिँ होइन के भन्छ, अदुवा लसुन र खोर्सानीको पेस्ट। उतापट्टि के हो सर त्यो तेल च्वाचेलो हो नि। के बनाउनुला मसला मसला कुट्दैछ सरोज, अनि गरम मसला कुट्दैछ। त्यो नि यहाँ हाल्नु पर्यो, खतरा हुन्छ त्यो यार। टक्क त्यो सबै त्यहाँ प्याक गर जेनिस, सबै प्याक गर्नु। पानी एक्लैले गर्नु सक्दैन के हो, एक्लैले गर्न चुप्लाएर उदै होइन पिठो चाहिँ होइन। ल अब यो चाहिँ के भन्छ, गरम मसला नि हालिदियो। यो नि अब एकछिन मिक्स गरौँ। उता तेल तात्यो होला। लगाइ अब यत्रो छ होइन, लेग पिस हो, यत्रो छ लेग पिस हो होइन। अब टक्क यिनीहरू चाहिँ रोस्ट गरिन्छ होइन। अब टक्क KFC टाइपको रोस्ट गरिन्छ। अनि त्यहाँबाट पोलिन्छ पनि, पोल्ने सामग्री ल्यायो हामीले। अब आगो उता देखाऊ मिसक, उता आगो सागो बालिसक्यो केटाहरूले। तेल तात्यो ए ल बिस्तारै गरे नि हुन्छ। ल हाल्छ तेल हाल्छ यस्तो हुँदो रहेछ क्या अलिअलि ठुलो यस्तो होइन ठिक छ। आगो बोलोस्, ल तेल हाल्छु बस।
अलिकति राख ल सबै हाल हाल्न चाहिँ तर अलिकति ल हाल म भन्छु नि हाल 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 किन छ हाल अझै हाल हाल ल भयो रोक ल त्यति अझै अलिकति हाल त हो ल भयो ल यति भए त पुग्छ ल त्यति भए चाहिँ पुग्छ ल खै पिठो सर पिठोले तल 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 यो चाहिँ यस्तो हो क्या टक्क यहाँ डिप गऱ्यो होइन टक्क यो डिप गऱ्यो टक्क यो डिप गऱ्यो त्यो जताततै पिठोले पुग्नु पर्यो ल अब गाइज हामी चाहिँ अब के भन्छ हामी टक्क अब यो हामी अब हाल्न सुरु गरिसक्यौँ लेग पिस होइन ल ट्राई गर्छौँ पहिला अनि त्यहाँबाट पोल्छौँ हामी पोल्न चाहिँ हाम्रो अलिकति छुट्टै छ पोल्ने चाहिँ हाम्रो छुट्टै छुट्टै मासुहरू छन् परिकार छन् होइन दामी भइसक्यो होइन कस्तो भइरहेको छ खतरा आगो बाल्न चाहिँ यहाँ ढुङ्ग्री लिएको रहन्छ भाइहरू चाहिँ वहाँनिर अनि क्रिकेट खेल्न गइसक्यो होइन यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले रातो रातो भएको होइन यो चाहिँ हाम्रो पहिलो हो यहाँ तल नि जतिको त्यति नै छ के अरे अब यो चाहिँ ठुलो पार्टी रातो खतरा भइसक्यो रातो होइन होइन यो नि अब यो लेग पिस भइगयो यो त अब झन् लेग पिस अब मिलाएर अब सबै यो पाक्छ अब 5 मिनटमा यो पाक्छ अनि अरू सबै बसालिसकेपछि हामी के पोल्नतिर लाग्छौँ होइन त पहिला कुखुरा पोल्छौँ अनि मुङ्गुरको पोल्छौँ मुङ्गुरको म्यारिनेट गरेर राखिदिन्छौँ अनि खतरा हुन्छ गाइस अब चाहिँ हाम्रो भइसकेको छ फ्राई होइन अब यहाँनिरबाट अब यो भयो हाम्रो म्यारिनेट गरे होइन अब पोल्नुपर्छ यसलाई अब खोइ ओए पोल्ने कुरा छिट्लेर न गाइस अब चाहिँ हाम्रो ल अब चाहिँ हाम्रो पुरै बार्बिक्यू सुरु भइसकेको छ होइन उतापट्टि उतापट्टि सबै केटाहरू सबै छन् होइन हाम्रो दया भाइ त यहाँ भइगयो क्यामेराम्यान हाम्रो जीवन भाइ भइगयो टक्क बार्बिक्यू गऱ्यो एकचोटि अझै पुग्ने छ अझै होइन अब टक्क जाडो पनि छ आगो पनि तात्यो अब यस्तै हो सानो छ नि त हुन त ठुलो भइसक्यो अब टक्क सबै भयो होइन यहाँ अब टक्क अब बार्बिक्यू बनाएर खानु मात्र बाँकी होइन पेट नि भइसक्यो के अरे बार्बिक्यू नि भइसक्यो अब टक्क यो पछि होइन अब बुङ्गुरको पाँचेको मासु के भन्छ के अरे झोलाले पाउनु पर्यो चोलानी होइन त्यही उ गरौँ न कुखुराको जस्तो ओके ल ओके हान्ने हो अनि त्यहाँबाट अचार बनाऊ अनि खाउँ रात पनि पर्न आँट्यो झिमिक्कै हुनु लाग्यो होइन अब सिधै अब खाने बेला भिडियो बनाउँला गाइज हाम्रो चाहिँ अब टक्क सबै भयो होइन उता सबै देखो सबैले खाँदैछन् केरा पाता पुरै एस्थेटिक पाराले अब देख्न होइन अनि यहाँनिर अझै भइरह बुङ्सको मासु होइन रात पर लास्टमा छिपिसक्यो ल अब खाना नि खायो हाम्रो पिकनिक यति नै हो यहाँ देख न तिमी सिधा भएर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ल हाम्रो न्यू इयर देखौ न हाम्रो न्यू इयर यत्तिकै हुन्छ होइन अब न्यू इयर भन्दा नि ढाका टोपी दिवस हो हाम्रो नेपालीको चाहिँ ढाका टोपी दिवस नि यसरी मनाइयो खुसी लाग्यो अब मासु टोकिँदैछ होइन मासु टोकिँदैछ अब आजलाई यति नै भोलि भेट्दै गरौँला होइन अब असम भिडियो हेरिदिनु भएको सबैमा धन्यवाद र अब हामी पनि जान्छौँ अब यो पाक्दैछ यो खाइसकेपछि हामी जान्छौँ धन्यवाद थ्याङ्क यू फर वाचिङ सब्सक्राइब गरिदिनु होला